यस्तो छ बाटो चाहिँ होइन। अब के गर्नु, अब पठाउ राइड गरेपछि होइन, अब कता कता पुग्छ भने पनि थाहा नहुँदैछ कि होइन। अब बाटोघाटो ल्याएपछि मान्छेलाई अब यस्तो बाटो छ भने छोड्ने कुरो पनि हुँदैन होइन। बाटोघाटो चाहिँ खत्रै छ तपाईँले भन्नुहुन्छ, डेन्जरै छ बाटो चाहिँ होइन। तपाईँहरूले पनि सक्नुहुन्छ यो कोदो, पुरै कोदो रोप्छ। कोदोको रोटी पनि बबाल हुन्छ, कोदोको ढेँडो अहिले होइन। पहिला पहिला मान्छेहरूले चाहिँ खान्थेन नि त, चामल भन्थ्यो होइन। चामल खाँदा चाहिँ एकदम धनी मनी भन्ने सोच हुन्थ्यो, तर अहिले त्यो सोचै परिवर्तन गराइदियो कि। ढेँडो, कोदोको ढेँडो, मकैको ढेँडोहरू खाने समय आइसक्यो। सब रोगी भयो नि त, रोग पाल्ने, अनि त्यो चिजहरू चाहिँ खानु हुने। अब चामल सुगर लाग्यो भने चामल खानै हुँदैन, चामलको भात कतिले खाँदैन। अनि त्यस्तो भएको कारणले अहिले यस्तो छ बाटो। बाबा रे खतरा छ त बाटो त। हेट के हो नि यस्तो यार, बाटो देख्दा नि सुक्क हुन्छ त। ल बबाले हो, पठाउ भएपछि जता नि हिँड्नुपर्छ होइन। काहीँ के भन्नु मिल्दैन, गाह्रो चाहिँ गाह्रै छ है होइन। सजिलो चाहिँ जेमा नि गाह्रो चाहिँ गाह्रै हुन्छ क्या, भनेपछि सजिलो चाहिँ हुँदैन होइन। यहाँबाट पनि पहिरो गएछ बिचरा, गाह्रै छ। अब यहाँनिर नि यस्तो छ बाटो। ओहो 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 हो, यहाँ पनि यस्तो छ, किन लाग्छ कि अब अघि यही बाटो गएको होइन, यो बाटो फर्किनु परिहाल्यो। ओहो ओहो ओहो, बाटो चाहिँ सजिलो चाहिँ छैन है गाइस। नारायण हरि चिबो बाबा रे बाबा, बिस्तारै जानुपर्छ, हतार गर्नु हुँदैन, लड्नु भएन होइन। ओह अब यहाँबाट माथि तान्दै तान्नु थाहा छैन नि। ताने लु कहाँ तान्दै न, चिप्लोले चिप्लिहाल्यो नि, रातो माटो छ चिप्लिहाल्छ नि। बिस्तारै जानु पऱ्यो, बाइक चाहिँ लडाउनु भने कि होइन। ओह तपाईँले हेर्नु सक्नुहुन्छ बाटो कति गफार छ भनेर। यहाँबाट हाल्छु ल, भयो भएर गाह्रो छ सासै लामो खुलायो भने कस्तो बाटो होला। यहाँ हेर्नु सक्नुहुन्छ, आम्बो यता गयो भने त सिधो खराब, आम्बो खतम बनाएको यस्तै पानीले सब बाटो फोड्यो क्या, खतम बनाइदियो कि। यहाँबाट चाहिँ ठिकै छ फेरि बाटो। अब चाहिँ झरे ठिक्क भयो, यहाँबाट झरिसकेपछि त टेन्सन साफ हुन्छ फेरि। नत्र नि गाह्रो चाहिँ गाह्रै छ है। ओहो